नमस्कार, म रोमा ठटाल गाडीधुरा पञ्चायत समिति र आज हामी यहाँ सबै भेला भइरहेका छौँ। हाम्रो यहाँ सलिड वेस्ट म्यानेजमेन्ट हाम्रो यहाँनिर स्थित छ र हामीलाई धेरै दुःख लागिरहेछ एउटा बातमा कि आजभन्दा विगत 3-4 महिना अघि यहाँनिर एउटा बात भएको थियो हाम्रो गाउँको जनताको समक्षमा। हाम्रो एसडिओ, बिडिओ व पञ्चायत प्रधान र साथै हाम्रो जनता सबै यहाँनिर भेला भएर एउटा कुरा भएको थियो कि यहाँनिर यो प्रकारको कामहरू जुन चाहिँ अब हामीले विरोध गरेको थियौँ, जुन चाहिँ यो महिलाको विषय लिएर, त्यसलाई हामीले घोर विरोध गरेको थियौँ। हामी भन्दा पनि बेसी हाम्रै गाउँको जनताले विरोध गर्दा गर्दै पनि यहाँनिर काम अहिले भइरहेको छ र त्यतिखेर नै हामीलाई एसडिओ बिडिओ उहाँहरूले भन्नुभएको थियो कि जो भयो त्यो भयो, अब तर आउने दिनमा चाहिँ कुनै पनि नयाँ कुरा हुनुभन्दा अघि चाहिँ तपाईहरुको समक्षमा कुरा राखिन्छ भनेर भनेको थियो। तर आज हामीले त्यो कुरा पायौँ न। हामीलाई कुनै पनि कुरा संशोधनमा राखेर या कुनै पनि निचोड ननिकालिकन उहाँहरूले कसले काम गर्नुभयो हामीलाई थाहा छैन। तर यो कुरा चाहिँ हामीलाई थाहा हुनुपर्ने थियो जस्तो लाग्छ र जनताको साथसाथ हामी एउटा रिप्रेजेन्टेटिभ हो, गाडीधुराको पञ्चायत समिति प्लस हाम्रो जिपीको मेम्बर्सहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि कुरा नसोधिकन यो काम भइरहेछ, त्यसको हामी घोर विरोध गर्छौँ र हामी जहाँ पनि छौँ जे पनि छौँ हामी जनताले गर्दा छौँ र हामी जनताको साथमा छौँ। जनताको जे निर्णय हुन्छ त्यसको हामी 100% साथ दिनेछौँ। धन्यवाद। पनि भन्न चाहन्छु है। नमस्ते सबै यो दुधे टाइम्स अनि मिडिया हेरेर बस्नुहुने मेरा प्यारा मेरा दर्शकवृन्दहरू अथवा मेरो हृदयमा बसेका मानिसहरू, म आज यो भन्न चाहन्छु कि आज हामीले हाम्रो गाडीधुराको जनताले पूर्ण रूपले नकारेको यो चिजलाई है, के तपाईहरुले समर्थन गर्नुभएको थियो? यो चिजलाई गर्नुभएको थियो। स्ट्रङली हामीले कन्डेम गरेको थियौँ, यो चिजलाई स्ट्रङली कन्डेम गरेको थियौँ। यो बनिनु हुँदैन भन्दाखेरि हामीलाई योभन्दा पहिला हामीलाई के गरियो? मनाइयो। हामी 4 जना मेम्बर्सलाई 5 वटा मेम्बर्सलाई राखेर मनाइयो। यद्यपि हामीलाई ठुल्ठुलो सपनाहरू देखाइयो। यो सेग्रिगेसन सेन्टर भयो भने फोटो खिच्ने मान्छे आउँछ, एकदम यहाँनिर पुरा पार्कहरू जस्तो हुन्छ भनेर हामीलाई सपना देखाइयो। होला पनि एउटा सरकारले राखेको चिजहरू यो सेग्रिगेसन सेन्टर हुनुपर्छ भन्ने पक्षमा हामी एकपल्ट उत्रियौँ। तर हामीलाई मोहरा जस्तो मात्र बनाइयो। अहिले हेर्नुहोस् त, यहाँ देखाउनुहोस् त सेग्रिगेसन सेन्टरको हालत कस्तो छ। योभन्दा विगत दिनमा त अझै बत्तर थियो। तर आज हामीले जान्नमा पायौँ है, यो कति दिनदेखि यहाँनिर बााउन्ड्रीको कामहरू गरेको भनेको बहिनीले अगुवाई राखिसक्नु भयो। तपाईँले देख्नुभएको छ, कतिजनालाई त थाहा पनि छैन होला। तर यसरी आज जनताको कुनै पनि कन्फिडेन्स नलिकन आज काम चाहिँ कसको आडमा चाहिँ गरेको छ, यो प्रश्न तपाईँहरूलाई छ। म यो काम गर्ने दाजुभाइहरूलाई पनि मैले प्रश्न गरिरहेको छु। हुनसक्छ तपाईँ अरबपति हुनुहोस्, करोडपति हुनुहोस्, तर यो महिलाको पछि तपाईँहरू पनि नलागिदिनुहोस् भनेर मैले उहाँहरूसँग पनि पर्सनली मैले बात गरेको छु। काइन्डली म तपाईँहरूलाई यो मिडिया मार्फत पनि भन्छु, यस्तो कामहरूको लागि चाहिँ कमसेकम जनतालाई चाहिँ कन्फिडेन्समा लिएर काम गर्नुहोस्। के भन्नुहुन्छ? आज तपाईँ हरेक मान्छेलाई जाने अधिकार छ। यहाँ भोलिको दिनमा यहाँ गएर हाम्रा बालबालिकाहरू, यङ्गेस्टहरू भोलिको दिनमा यो महिलाले गर्दा बिमारी भयो भने जिम्मा कसले? तपाईँहरूले लिनुहुन्छ? एनीबडी? कसै छ? यदि जिम्मा लिनुहुन्छ भने हामीलाई एनजी स्ट्याम्पमा साइन गरिदिनुहोस्। तपाईँहरू बनाउनुहोस्, महिलाको थुप्रो बनाउनुहोस्, तपाईँलाई स्वागत छ, बनाउनुहोस्। तर जुन दिनदेखि बिमारी हुन्छ त्यो दिनदेखि तपाईँहरूको फेरि 1 to 1 हुन्छ। 1 to 1 हिजो पनि मैले ग्रुपमा लेखेको छु, 1 to 1 हुन्छ। यही कुरा मात्रै मैले भनिरहेको छु, अस्तिदेखि भनिरहेको छु। तपाईँले बनाउनुहोस् होइन, एउटा सेग्रिगेसन प्लान्टलाई तपाईँले सुचारू रूपले चलाउनुहुन्छ भने चलाउनुहोस् भनेर हामीले समय पनि दिएको। तर यहाँ डम्पिङ यार्ड बनियो। भोलि दिनमा यो डम्पिङ यार्डै बनिँदैन भने चाहिँ ल तपाईँहरू कसैले कन्फिडेन्सले भन्नु सक्नुहुन्छ? सक्दैन भने बनाउँछ किन? सक्दैन भने बनाउँछ किन? अनि यसमा गाडीधुराले भोट दिएर, विपुल मतले भोट दिएर विजय गराउनु हुने हाम्रा सांसद महोदय पनि हुनुहुन्छ, एमएलए महोदय पनि हुनुहुन्छ, समिति मेम्बर हुनुहुन्छ, मेम्बर्सहरू हामी छौँ है। हामीले हरेक क्षेत्रमा पत्रचार गरेर यसलाई चाहिँ बन्द भएको हामी हेर्न चाहन्छौँ। यदि खोल्छ भने जनतालाई पुरा कन्फिडेन्समा लिएर खोलेको हुनुपर्छ भन्ने चाहिँ मेरो माग हो। धन्यवाद।